हेलो गाइज, वेलकम मेरो युट्युब च्यानल काशी गुरुङको न्यू लाइट च्यानलमा चाहिँ तपाईँहरू सबैजनालाई वेलकम छ भन्न चाहन्छु है। म चाहिँ आज सानो ब्लग बनाउन गइरहेको छु। यो चाहिँ मेरो बच्चाको टोपी। बच्चा चाहिँ यहाँ बुढीभित्र छ होइन। अब किनभनेदेखि महिना मर्न लागिसक्यो नि त, अनि महिना मर्न लागिसक्यो। अनि मेरो दिदीले चाहिँ मलाई गिफ्ट पठाइदिनु भएको हो क्या, अनि कपडाहरू पठाइदिनु भएको छ अनि म चाहिँ हेरेको के कस्तो रहेछ भनेर। अनि अब हुन्छ नि त, पहिलो बच्चा हुँदाखेरि त कस्तो एक्साइटेड हुन्छ नि त होइन। अनि त्यही भएर के रहेछ भनेर म चाहिँ हेरिरहेको छु होइन। यो चाहिँ ओछ्याउने रहेछ। अनि यो ओछ्याउने भयो। अनि त्यसपछि यो चाहिँ टाउको सहितको हुन्छ नि त। मैले यो चाहिँ निकालेर फालिदिएको कि अहिले भर्खरै। अनि यो चाहिँ ब्ल्याङ्केट, होल्डिङ ब्ल्याङ्केट भन्दो रहेछ होइन। अनि त्यसपछि यो चाहिँ यसलाई चाहिँ नुहाएर यसरी पुस्ने। अनि त्यसपछि यो चाहिँ टोपी भइहाल्यो होइन। अनि एउटा चाहिँ यहाँ मैले पनि लगाएको छु है। अनि यो टोपी भइहाल्यो। अनि यो पनि टोपी भयो। कस्तो क्युट के फेरि होइन। अनि यो पनि टोपी भइहाल्यो। अनि यो चाहिँ बेर्ने, यस्तो ऱ्याप गर्ने होइन। अनि यो चाहिँ सिरानी कति सानो छ के होइन। अनि अया कस्तो खुट्टा निदायो के मेरो त। यतिका एकछिन बस्न पनि कस्तो गाह्रो हुने के। अनि यो चाहिँ के हो भनेर म एकदम कन्फ्युजमा भयो के। यो चाहिँ यसलाई चाहिँ हुन्छ नि त, अब यसरी लाउने हो कि यता लाउने हो कि यता बान्ने हो कि के गर्ने हो। मैले चाहिँ अघि यसरी लाउने होला भनेर यसरी लगाएँ होइन। अनि यहाँ पनि छ होइन, टाउको भएको यस्तो ब्ल्याङ्केट। अनि यो चाहिँ भोटो भयो है। अनि यो सुरुवाल भयो है। अनि अब म चाहिँ एकदम पर्खाइ मेरो प्रिन्स छ कि प्रिन्सेस छ होइन, थाहा छैन, तर एकदम धेरै एक्साइटेड छु। अनि वेलकम गर्नको लागि एकदम रेडी पनि भइरहेको छु है। अनि यो चाहिँ दौरा भयो। अनि यो चाहिँ गु हगेको बेलामा लगाइदिने होइन, यति धेरै छ के। अनि यो पनि बेर्ने नै होला है, के हो मलाई थाहा छैन। अनि यो चाहिँ ओछ्याउने होला, किनभने यो चाहिँ कार्पेट जस्तै छ नि त होइन, अनि ठुलो पनि छ। यो पनि बेर्ने नै होला कपडाहरू। अनि यो चाहिँ मोजा सहितको सुरुवाल भयो है। अनि यो चाहिँ यहाँ लाउने भयो है। अनि त्यसपछि अनि यो हेर्नु न फेरि कस्तो क्युट छ क्या, एकदम धेरै होइन। कस्तो क्युट मजाहरू होइन। अनि यो पन्जाहरू भयो है, यस्तो क्युट छ है। अनि यो पनि मजा भयो है, यस्तो क्युट छ क्या है। अनि यो चाहिँ तपाईँको भन्नुहुन्छ भनेदेखि यहाँ यसरी लगाउने हो कि। अनि यो चाहिँ फेरि जम्पसुट भयो है, जम्पसुट। अनि यो टोपी भयो यसरी लगाउने होइन। अनि यहाँ पनि छ मजा। अनि यो पनि यहाँ लगाउने भयो है। अनि कपडाहरू चाहिँ फेरि कस्तो छोरीको जस्तो छ नि। भरे छोरा भयो भने के गर्ने होला के। छोरीको जस्तै पिङ्क कलरमा छ नि त होइन। अब छोरा भयो भने त छोराहरूलाई त फेरि यस्तो पिङ्क कलर त लेडिज भयो नि त है। अनि यो सुरुवाल भयो। अनि कस्तो दामी के यो फेरि, यस्तो राम्रो छ कि ब्ल्याङ्केट, सानो छ एकदमै राम्रो छ है। अनि यहाँ पनि छ नि त टोपी होइन, यो पनि टोपी हो। सो यो चाहिँ मेरो बच्चाले लाउनुभन्दा अगाडि नै मैले लगाइदिएको के। अनि यति धेरै कपडाहरू छ होइन, यति धेरै। यो कपडाहरूले त फेरि कसरी बसेको छु कि, यो कपडाहरूले त है
मेरो पछि त स्कुल पढ्ने नै हुन्छ होला है। थ्याङ्क यू सो मच। ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। अनि त्यसपछि लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि गर्नु होला। मेरो नयाँ युट्युब च्यानललाई चाहिँ एकदम सब्सक्राइब गरेर बढाइदिनु होला है त ल। थ्याङ्क यू सो मच गाइज। मेरो बुढोको फोटोहरू कति धेरै छ कि त फेरि।